का चम्पा बोहराजीलाई पनि पुरस्कार ग्रहण गर्नुको लागि अनुरोध गर्दछु। उहाँले 2069 सालमा स्थापना भई सिलाइ कढाइ सम्बन्धी महिलाहरूलाई प्रशिक्षण प्रदान गरी महिलाहरूलाई आत्मनिर्भर बनाउने र 14 जना महिलाहरूलाई रोजगार प्रदान गर्नुभएको छ। चम्पा बोहराज्यू सम्मान पत्र वाचन गर्न चाहन्छु। श्री चम्पा बोहराज्यू, कैलाली गाउँपालिका, कैलाली सुदूरपश्चिम प्रदेश, स्थानीय स्रोत साधन उपयोगबाट तपाईँले कैलाली गाउँपालिका कैलालीमा 800 बोरा टेलर एन्ड प्रशिक्षण केन्द्र स्थापना गरी स्थानीय स्तरमा रोजगारी सृजना गर्दै आर्थिक विकास गर्ने समृद्धिमा पुर्याउनु भएको विशिष्ट योगदानको सम्मानमा उच्च मूल्याङ्कन गर्दै सुदूरपश्चिम प्रदेशबाट उत्कृष्ट महिला उद्यमीको रूपमा छनौट हुनुभई 8औं राष्ट्रिय महिला अधिकार दिवसमा महिला उद्यमी समन्वित पुरस्कारबाट सम्मानित हुनुभएकोमा 1 लाख नगद सहित सम्मान पत्र प्रदान गरिएको छ। पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा यहाँको सक्रिय योगदान र उत्तरोत्तर कामना गर्दछु। हार्दिक बधाई। चम्पा बोहरा।